नमस्कार स्वागत छ तपाईलाई लर्न इम्प्रुभ लाइभमा। आजको यो आवाज कुनै साधारण जानकारी दिनका लागि होइन। यो यात्रा हो धन, समय र भविष्यको सुरक्षासँग सम्बन्धित एउटा गहिरो यात्राको। आज हामी कुरा गर्दैछौँ त्यो धातुको जसले हजारौं वर्षदेखि मानिसको भरोसा जित्दै आएको छ। त्यो हो सुन र यसको सधैँको साथी चाँदी। हजारौं वर्ष अघि जब न ब्याङ्क थियो, न बीमा, न कागजी पैसा, त्यति बेला पनि मानिसले एउटा कुरा बुझेका थिए, सबैभन्दा टिकाऊ, सबैभन्दा दुर्लभ र सबैभन्दा विश्वासिलो वस्तु नै साँचो धन हो। त्यही कारण राजाहरूले मुकुट सुनको बनाए, मन्दिरमा सुन चढाइयो र सङ्कटको बेला मानिसले सुन जोगाएर राखे। किनकि सुन न कुहिन्छ, न खिया लाग्छ, न समयसँग कमजोर हुन्छ। सभ्यता ढल्यो, साम्राज्य पतन भयो, कागजी मुद्रा बेकार बन्यो, तर सुन बाँकी रह्यो। आज हामी प्रयोग गर्छौँ रुपैयाँ, डलर, युरो, यी सबै उपयोगी छन्, सुविधाजनक छन्, तर एउटा कमजोरी छ, यी छाप्न सकिन्छ। जब धेरै पैसा छापिन्छ, त्यसको मूल्य घट्छ, महँगी बढ्छ र तपाईको बचत बिस्तारै कमजोर बन्छ। तर सुन न छाप्न सकिन्छ, न सजिलै नक्कली बनाउन सकिन्छ। त्यसैले अनुभवी मानिस भन्छन्, कागजी पैसा सुविधा हो, तर सुन सुरक्षा हो। जब संसार डराउँछ, जब युद्ध हुन्छ, जब महामारी आउँछ, जब अर्थतन्त्र अस्थिर हुन्छ, मानिसहरू ब्याङ्कभन्दा बाहिर सुरक्षा खोज्न थाल्छन्। त्यही बेला सुनको मूल्य बढ्छ, किनकि सुन डरको समयमा भरोसाको नाम हो। चाँदीलाई धेरैले सुनको सानो भाइ मात्र ठान्छन्, तर चाँदीको भूमिका फरक छ। चाँदी उद्योगमा प्रयोग हुन्छ, प्रविधिमा चाहिन्छ, ऊर्जा र स्वास्थ्य क्षेत्रमा यसको माग बढ्दै गएको छ। सुन स्थिरताको प्रतीक हो, चाँदी अवसरको सङ्केत। नेपालमा सुन केवल लगानी होइन, यो संस्कार हो, परम्परा हो र आपतकालीन भरोसा हो। विवाह, चाडपर्व, असहज समय, सुन सधैँ काम लाग्छ। तर यहाँ एउटा सत्य बुझ्न जरुरी छ, सुन छिटो धनी बन्ने उपाय होइन। यो धैर्यको खेल हो, दीर्घकालीन सोचको परिणाम हो। बुद्धिमान धन लगाउने मानिस आफ्नो सबै पैसा सुनमै राख्दैन, तर उसले सुनलाई आधार बनाउँछ। सुन किन्ने समय त्यो बेला हो जब सबैले बेवास्ता गरेका हुन्छन्, जब समाचार शान्त हुन्छ, जब बजार डराइरहेको हुँदैन। किनकि जब सबै कुरा चम्किन्छ, सुन महँगो हुन्छ। सुन छोटो समयको खेल होइन, महिना होइन, वर्ष होइन, दशकसँग काम गर्छ। महँगी चुपचाप आउँछ, आजको 100 रुपैयाँ भोलि उस्तै रहँदैन, तर सुनले समयसँगै आफ्नो मूल्य जोगाउँछ। आजको संसार हेर्दा ऋण बढ्दैछ, अनिश्चितता बढ्दैछ र विश्वास घट्दैछ। यस्तो अवस्थामा मानिस फेरि सुनतर्फ फर्कँदैछ। धनी मानिससँग पैसा हुन्छ, तर बुद्धिमान मानिससँग रणनीति हुन्छ। सुन र चाँदी बुद्धिमानी सोचको प्रतिबिम्ब हुन्। तपाईँ धेरै धनी हुनु पर्दैन, सानो मात्रामा, नियमित रूपमा, धैर्यका साथ सुरु गर्न पर्याप्त छ। याद राख्नुहोस्, सुन कुनै चमत्कार होइन, तर गलत निर्णयबाट बचाउने ढाल हो। आजको निर्णय भोलिको शान्ति बन्छ, र जो मानिस भविष्यको चिन्ता आजै गर्छ, उही नै साँचो रूपमा सुरक्षित हुन्छ। आजको यो अडियो यहाँ समाप्त हुन्छ, तर तपाईको धनसचेत यात्राको सुरुवात आजबाट हो। यदि यो सामग्री तपाईलाई उपयोगी लाग्यो भने लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र लर्न इम्प्रुभ लाइभलाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। ज्ञानसँगै सुधार र सुधारसँगै सुरक्षित भविष्य। धन्यवाद।